नमस्कार विराटनगर रम्पम विराट गोल्ड कपको यो पहिलो सेमिफाइनल खेल अबको केही क्षणमै सुरु हुन गइरहेको छ। यहाँलाई जानकारी गराउँ, आजको यो पहिलो सेमिफाइनल खेल 2074 सालको 5औं गोल्ड कपको विजेता टोली थ्री स्टारसँग दुई पटक फाइनलमा पुगेर पराजित भएको त्रिभुवन आर्मी क्लब बीच हुन गइरहेको छ। हामी स्टेडियम बाहिर रहनुभएका सम्पूर्ण दर्शक फुटबल प्रेमीहरूलाई कृपया चाँडोभन्दा चाँडो मैदानभित्र आइदिनु हुन पनि अनुरोध गर्न चाहन्छु र यो पहिलो सेमिफाइनल खेलको आनन्द स्टेडियमभित्र बसेर लिदिनु हुन पनि म अनुरोध गर्न चाहन्छु। यहाँहरू जति धेरै स्टेडियमभित्र आइदिनुहुन्छ त्यति नै खेलाडीलाई र यो गोल्ड कप प्रत्येक वर्ष गोल्ड कप गर्दै आएको आयोजक टोलीलाई पनि उत्साह थपिनेछ। अब म छोटोमा केही क्षणमै यो खेल सुरु हुनेछ, त्यसभन्दा अगाडि छोटोमा कुराकानी गर्न यहाँ गइरहेको छु। यो गोल्ड कपका लागि सार्थक बनाउनका लागि हामीसँग विभिन्न पाटाहरू छन्। त्यसमध्ये एउटा पाटो औद्योगिक क्षेत्रको पनि रहेको छ। मोरङ उद्योग व्यापार सङ्घले यसलाई प्रमोट पनि गरिरहेको छ र सोही संस्थाबाट महासचिव यति बेला हामीसँग हुनुहुन्छ सञ्जय श्रेष्ठ। सञ्जय सर, यहाँलाई स्वागत छ। धन्यवाद। अब आज पहिलो सेमिफाइनल खेल हुन गइरहेको छ। तपाईँहरूको एफोर्ट जति थियो तपाईँले लगाइरहनु भएको छ, त्यस अनुसारको रिजल्ट पाइरहनु भएको छ कि छैन? त्यो अनुसार त पक्कै पनि छैन, त्यो तपाईँहरूले पनि देखि नै रहनु भएको छ होइन। हामीहरूले आफ्नो तर्फबाट लगाउने सम्पूर्ण एफोर्टहरू लगाइ नै रहेछौँ। अब त्यो अनुसार चाहिँ अब यहाँको विराटनगरको वासीहरूले जुन हिसाबमा माया गर्नुपर्ने त्यो माया चाहिँ हामीले अलिकति केही कमी पाएछौँ। जस्तै के कुरामा चाहिँ त्यो माया कमी भयो जस्तो तपाईँहरूलाई लाग्छ? किनभने तपाईँले राखेको टोली पनि इन्टरनेसनल लेभलबाट आएका छन्, दिल्लीबाट आएको छ, कलकत्ताबाट आएको छ टोली, जुन प्रत्येक वर्ष नयाँ नयाँ टेस्ट दिने प्रयास रहन्छ। त्यसमध्ये पनि यसपल्ट तपाईँहरूको नौलो प्रयास साङ्गीतिक कोसेली पनि थियो। कहाँ चाहिँ चुक भयो जस्तो लागिरहेको छ तपाईँहरूलाई? अब यो हामीले अहिले विभिन्न यो मफसलका जुन हामीहरूको 1 नम्बर प्रदेशको जस्तै इटरी धरान को यो जुन हामीले रिजल्ट हेरेका थियौँ त्यो अनुसारले हामीले केही अलिकति सफलता त्यो हिसाबले सफलता पाइन्छ भनेर हामीले यो म्युजिकल प्रोग्राम पनि गरेका थियौँ। तर त्यो अनुसारले पनि हामीले म्युजिकल प्रोग्रामले पनि हामीलाई सपोर्ट नगरेकोले गर्दाखेरि चाहिँ अब त्यो फुटबलको टाइममा मात्रै मान्छे आइदिने, म्युजिकलको टाइममा मान्छे नआइदिने, त्यसले गर्दाखेरि पनि अलिकति उ भयो। अनि त्यो हामीले अब हटाउनलाई बाध्यता नै भयौँ, किनभने त्यो चिजले इन्टरटेन नै दिन नसकिएन भने किन राख्ने भनेर हामीले त्यो हटायौँ। र अर्को कुरो यो अहिलेको अब व्यापारकै अवस्था नै देखियो यो फुटबलमा पनि। मान्छेलाई अब यो यहाँ आएपछि टिकट किनेर भित्र जानु पऱ्यो, गएपछि अब डे नाइट भएकोले गर्दाखेरि केही न केही अब खर्च पनि अब खानालाई पनि हुने भएकोले गर्दाखेरि होला अलिकति आर्थिक मन्दी यसमा पनि देखिएको छ। जस्तै अब आजसम्मको जति खेल भयो तपाईँहरूले अपेक्षा गरेअनुसार भएन भनिरहँदाखेरि पनि अब भोलि र पर्सि 28 गते फाइनल खेल बाँकी, 2टा खेल बाँकी नै छन्। त्यसमा तपाईँको बुझाइ र अपेक्षा के छ त विराटनगरबाट? अपेक्षा त हामीहरूले सुरुदेखि नै राखेको हो, त्यो अनुसारले अब हामीले पाइरहेका छैनौँ होइन। अब म यहाँ विराटनगरवासीहरू लगायत यहाँ हाम्रो जति पनि छिमेकी सहर गाउँहरू हुनुहुन्छ उहाँहरूलाई हामीहरू हृदयबाट नै स्वागत गर्न तयार छौँ। कृपया अब आएर हामीहरूको कमसेकम विराट गोल्ड कपको यो शोभा बढाइदिनु हुन म अनुरोध गर्दछु। धन्यवाद सञ्जय। धन्यवाद सर। उहाँ हुनुहुन्थ्यो मोरङ उद्योग व्यापार सङ्घका महासचिव सञ्जय श्रेष्ठ। अब हामी छोटो कुराकानी गर्नेछौँ यस विराट गोल्ड कप ट्रस्टका निवर्तमान अध्यक्ष सन्तोष बानियाज्यूसँग। लामो कार्यकाल फुटबलमा बिताउनु भएको छ र यो गोल्ड कपको पनि अनुभव उहाँलाई छ आयोजना गर्दाखेरिदेखिको। सन्तोष सर, यहाँलाई स्वागत छ। धन्यवाद। अब निरन्तर रूपमा तपाईँहरूले यो गोल्ड कपलाई निरन्तरता दिइरहनु भएको छ। यसपल्टको गोल्ड कप तपाईँलाई कस्तो लागिरहेछ? यसपल्टको गोल्ड कप अलिकति पहिलाको भन्दा फरक हिसाबको छ, किनभने साँच्चै वास्तविक अहिलेको समयमा सबै स्थितिलाई हेर्दा जुन हाम्रो नवीन रिजालज्यूले यसलाई एउटा जिम्मेवारी लिएर यो गोल्ड कपलाई अगाडि बढाउनु हो ठुलो हामी फुटबलरहरूको लागि, फुटबल प्रेमीको लागि ठुलो सहयोग हो। यो कहिले पनि हामी बिर्सिने छैनौँ। अहिले देखिराख्नु भएको छ यही माहौल थियो, यही गोल्ड कप नवीन रिजालज्यूले पहिला चलाउन कस्तो माहौल थियो त्यो बेलामा पनि। अब यो अलिकति
चिठा जस्तो पनि लाग्छ मलाई चाहिँ होइन। केही भन्न सकिँदैन मान्छेको क्राउडमा, कहिले नसोचेकोमा ज्यादा हुन्छ, कहिले सोचेकोमा कम हुन्छ। जस्तै अब हामी आज छोडेर भोलि र 28 गते हुने दुईवटा खेल जुन छ त्यसमा के अपेक्षा गर्न सक्छौँ त? त्यसमा अलिकति मेरो व्यक्तिगत सोच मैले राखेको छु। केही म अनुरोध पनि गर्छु यसैबाट हाम्रो संयोजकज्यूलाई, नवीन रिजालज्यूलाई, केही हाम्रो अलिकति प्रचार प्रसारमा हामी चुकेका छौँ कि हाम्रो कमजोर छ कि जस्तो मलाई लागेको छ। वास्तविक यो गोल्ड कपको प्रचार प्रसार भनेको राति हुन्छ। राति 9-10 बजे यहाँ बजायो भने, यहाँ माइकिङ गऱ्यो भने 2 किलोमिटरसम्म त्यसको क्लियर एउटा साउन्ड बुझिन्छ। र तेस्रो कुरो, धेरै प्रतियोगिताहरू भएको कारणले उच्च स्तरीय खेलाडीहरू जुधेर पनि यहाँ उत्रिन सकेका छैनन्। मैदानमा जुन नाम चलेका खेलाडीहरू अब धेरै विदेश पनि पलायन भए। तर यति पनि अहिलेको यो स्थितिमा जुन छ दया माया हामीलाई देखाउनु भइरहेको छ, यो पनि ठिकै छ। जस्तै तपाईँको लामो अनुभवले के बताउँछ? हुन त नेपालका राष्ट्रिय स्तरका खेलाडीहरू विदेश पलायन हुनु एउटा पाटो रहेको छ, करियर खोजिरहेको अवस्था छ। त्यसले पनि कतै हाम्रो प्रतियोगितालाई इटरीमै हेरौँ, बुढासुब्बा गोल्ड कप हेर्नु, दर्शकको त्यो उपस्थिति जुन विगतमा हुन्थ्यो त्यो देखिँदैन। खेलाडी पनि एउटा मुख्य कारक हो। त्यो हो, जस्तै अब हामीले भनौँ न, पहिला मोरङका नाम चलेका खेलाडीहरू पारस चौधरी, देवनारायणहरू भन्दाखेरि यहाँ 2-3 गाउँ नै उत्रेर आउँथ्यो, यहाँ सम्पूर्ण देहातै उत्रेर आउँथ्यो चौधरीको गेम हेर्न भने। अहिले हामीसँग जिल्लामा हाम्रो यो माथिल्लो लेभलका खेलाडीहरू कमी भएको कारणले त्यो ब्लक छैन अहिले हामीसँग, त्यसैले प्रसारमा पनि पुग्दैन र त्यो कारण पनि एउटा दर्शकको कमी हुन गइरहेको छ। र देशको विभिन्न स्थितिले गर्दा पनि यो भइरहेको छ, यहाँहरूले देख्नु भएको छ। तर दुःख सुख मैले अघि नै भने नि, यो प्रतियोगितालाई आज सेमिफाइनलसम्म लानु हो, फाइनल अवश्य हुन्छ। सबै पक्ष राम्रो छ, यसमा कसैले एउटा कमेन्ट पनि गर्नु सक्दैन यो भएन ऊ भएन भनेर, किनकि नवीन रिजालज्यू आफै एउटा फुटबलर हुनुहुन्थ्यो। उहाँ एउटा राम्रो जिल्ला स्तरीय माथि काठमाडौँसम्म एउटा खेलेर आइसक्नु भएको प्लेयर थियो। उहाँले पनि फुटबललाई राम्ररी बुझ्नु भएको छ र त्यो माया पनि अहिलेसम्म उहाँसँग रहेर एउटा जिम्मेवारी लिनुभयो। नभए हतपति यहाँ कसैले यो प्रतियोगितामा कसैले आँट गरेका थिएनन्। त्यो हाम्रो लागि एउटा हामीले कहिल्यै नबिर्सिने एउटा पक्ष पनि हो। हस्, धन्यवाद निवर्तमान अध्यक्षज्यू। उहाँ हुनुहुन्थ्यो विराट गोल्ड कप ट्रस्टका निवर्तमान अध्यक्ष सन्तोष बानी। हामीसँग छोटो कुराकानी गर्नुहुँदै अब हामी मैदानतर्फ नै लाग्नेछौँ। केही क्षणमै यस गोल्ड कपको पहिलो सेमिफाइनल खेल सुरु गर्न गइरहेका छौँ, जसमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले 3 स्टार क्लबको सामना गर्न गइरहेको छ। र आजको खेलका लागि हामीसँग प्रमुख अतिथिमा हुनुहुनेछ प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत परशुरामजी। त्यसै गरी हामीसँग विशिष्ट अतिथिमा पूर्व खेलाडी तथा विराट गोल्ड कप ट्रस्टका पूर्व अध्यक्ष शिव